आईसीटी नलेज युट्युब च्यानलमा यहाँलाई स्वागत छ। म जनक बेसी आईसीटी सँगसँगै इमेज सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो सामग्रीहरू लिएर आउने क्रममा आज म इमेजमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको विवरण कसरी एन्ट्री गर्न सकिन्छ भन्ने विषयमा जानकारीमूलक भिडियो सामग्री लिएर उपस्थित भएको छु। त्यसका लागि सर्वप्रथम आफ्नो ल्यापटप वा डेस्कटप स्क्रिनमा रहेको कुनै इन्टरनेट ब्राउजरलाई ओपन गर्नुहोला। मैले यहाँ क्रोम ब्राउजरलाई ओपन गरेको छु र त्यसपछि एड्रेस बारमा emis.cehd.gov.np टाइप गर्नुहोला र किबोर्डमा रहेको इन्टर बटन प्रेस गर्नुहोला र यति गरिसकेपछि यहाँ इमेज लगइन भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि युजरनेम भनेको ठाउँमा विद्यालयको इमेज कोड राख्नुहोला भने पासवर्ड भनेको ठाउँमा सो इमेजको पासवर्ड राख्नुहोला र त्यसपछि तल दिएको क्याप्चा जस्ताको त्यस्तै यो बक्सभित्र टाइप गर्नुहोला र यदि यहाँ दिएको क्याप्चा हजुरहरूले बुझ्नु भएन भने यहाँ रिफ्रेस गर्ने बटन छ, सो रिफ्रेस गर्ने बटनमा क्लिक गरेर आफूले बुझ्ने क्याप्चा माग्न सक्नुहुनेछ। यसरी क्याप्चा मागिसकेपछि यो टाइप द क्यारेक्टर यु सी भन्ने टेबलमा क्लिक गरेर यो सो क्याप्चालाई जस्ताको त्यस्तै टाइप गर्नुपर्ने हुन्छ। यसरी क्याप्चा टाइप गरिसकेपछि लगइन भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि सरम्यामहरू स्क्रिनको बायाँ साइडतिर एसएमसी पिटिए भन्ने अप्सन देखिन्छ, सो एसएमसी पिटिए भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि एड न्यू भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि सरम्यामहरू यहाँ पिटिए भनेको प्यारेन्ट टिचर एसोसिएसन शिक्षक अभिभावक सङ्घ भन्ने हुन्छ भने एसएमसी भनेको स्कुल म्यानेजमेन्ट कमिटी यानि कि विद्यालय व्यवस्थापन समिति भन्ने हुन्छ। यदि हजुरहरूले पिटिए अर्थात् शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको विवरण एन्ट्री गर्न खोज्दै हुनुहुन्छ भने पिटिए छनौट गर्नुपर्ने हुन्छ भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको विवरण एन्ट्री गर्नका लागि एसएमसी छान्नुपर्ने हुन्छ। त्यसका लागि यहाँ तलतिर फर्किएको एरो चिन्ह जस्तो साइनमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँबाट विद्यालय व्यवस्थापन समिति हो भने एसएमसी र शिक्षक अभिभावक सङ्घ हो भने चाहिँ पिटिए छनौट गर्नुपर्ने हुन्छ। मैले यहाँ एसएमसी छनौट गरेको छु र त्यसपछि यहाँ सो एसएमसीका पदाधिकारीको फुल नेम लेख्नुपर्ने हुन्छ। यसरी नाम लेखिसकेपछि यहाँ जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि पुरुष हो भने मेल, यदि महिला हो भने फिमेल र अन्य अवस्थामा अदरमा क्लिक गर्न सकिन्छ। मैले यहाँ उल्लेख गरेको नाम मेलको हो तसर्थ मैले मेललाई सिलेक्ट गरेको छु र त्यसपछि यहाँ क्वालिफिकेसन भन्ने टेबलमा क्लिक गरेर यहाँबाट उहाँको क्वालिफिकेसन छनौट गर्नुपर्ने हुन्छ। मैले क्लास 8 छनौट गरेको छु र त्यसपछि एसएमसी पोजिसन भनेको उहाँको पद के हो सो पद यहाँबाट छनौट गर्न सकिन्छ। यदि अध्यक्ष हो भने चेयरम्यान, सदस्य सचिव हो भने सेक्रेटरी र त्यस्तै सदस्य मात्रै हो भने मेम्बरमा क्लिक गर्नुपर्ने हुन्छ। मैले यहाँ उल्लेख गरेको नाम अध्यक्षको हो तसर्थ मैले चेयरम्यान भन्ने अप्सनमा क्लिक गरेको छु र त्यसपछि यहाँ उहाँको कन्ट्याक्ट नम्बर राख्नुपर्ने हुन्छ। सरम्यामहरू यदि उहाँको कन्ट्याक्ट नम्बर हजुरहरूसँग अहिले छैन भने यहाँ 00 पनि राख्न सकिन्छ, तर पछि हजुरले जुनसुकै अवस्थामा पनि उहाँको कन्ट्याक्ट नम्बर मागेर यहाँ अनिवार्य राख्नुपर्ने नै हुन्छ। यति गरिसकेपछि यहाँ टेन्योर स्टार्ट भनेको ठाउँमा उहाँको पदावधि सुरु भएको मिति यहाँ उल्लेख गर्नुपर्ने हुन्छ, अर्थात् उहाँको नियुक्ति मिति चाहिँ यहाँ उल्लेख गर्नुपर्ने हुन्छ र त्यसपछि टेन्योर एन्ड मिति चाहिँ उहाँको पदावधि अन्त्य हुने मिति चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। सामान्यतया टेन्योर स्टार्ट र टेन्योर एन्ड बिचको पदावधि 3 वर्षको हुने गर्दछ, किनभने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको पदावधि नेपालको परिप्रेक्ष्यमा 3 वर्ष हुने हुनाले सो दुईटा मिति बिचको डिस्टेन्स 3 वर्ष हुनुपर्ने हुन्छ। यति गरिसकेपछि यहाँ एड भन्ने अप्सनमा क्लिक गर्नुहोला। त्यसपछि हजुरहरूले देखिसक्नु भएको छ यहाँ वीरबहादुर तामाङ भनेर चाहिँ आइसकेको छ। अब उहाँको विवरण बाइ द वे गल्ती भयो भने यहाँ एक्सन भन्ने अप्सनमा क्लिक गरेर एडिट भन्ने अप्सनमा क्लिक गरेर पनि हजुरहरूले यहाँ चाहिँ हजुरहरूले उहाँको कुन चाहिँ विवरण गल्ती भएको छ सो विवरण पुनः सच्याएर अपडेटमा क्लिक गरिसके पश्चात उहाँको विवरण एडिट हुनेछ। तर मैले यहाँ पहिले नै राखेको विवरण सबै ठिक भएकोले मैले भने यसलाई छेडिनँ। यसै गरी पुनः अर्को सदस्यलाई एन्ट्री गर्नका लागि सोही मेनुमा क्लिक गर्नुपर्ने हुन्छ। एसएमसी पिटिए भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि अघिको चाहिँ गरी एड न्यू गर्नुपर्छ। त्यसपछि यहाँबाट पुनः एसएमसी नै छनौट गर्नु पर्यो। त्यसपछि यहाँ फेरि अर्को सदस्यको अर्थात् सदस्य सचिवको नामहरू राख्नु पर्यो अनि यहाँ जेन्डर सिलेक्ट गरेर अघिकै विधि जस्तै सबै विवरणहरू यहाँ भरेर एड भन्ने अप्सनमा क्लिक गरिसके पश्चात क्रमशः यसरी पदाधिकारीहरू एड हुँदै जानेछन्।
र सो एड भएका पदाधिकारीको विवरण यहाँ क्रमशः देखिँदै जानेछ। त्यस्तै शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको विवरण एन्ट्री गर्नका लागि पनि सोही एसएमसी पिटिए भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँ एड न्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँ सेलेक्ट पिटिए ओर एसएमसी भन्ने अप्सनमा क्लिक गरिसके पश्चात पिटिए अर्थात् प्यारेन्ट टिचर एसोसिएसन शिक्षक अभिभावक सङ्घमा क्लिक गर्नुपर्छ र त्यसपछि यहाँ शिक्षक अभिभावक सङ्घका पदाधिकारीको विवरण पनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको विवरण एन्ट्री गरी एन्ट्री गर्नुपर्छ र त्यसपछि क्रमशः एड भन्ने अप्सनमा क्लिक गर्दै जानुपर्ने हुन्छ। जोस् मैले भन्न खोजेको कुरा चाहिँ हजुरहरूले बुझिसक्नुभयो होला। यस्तै इमिस अर्थात् आइसिटी सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो सामग्रीहरू लिएर पुनः अर्को भिडियोमा भेट्ने नै छु। तबसम्मका लागि बिदा हुन्छु। नमस्कार, शुभ दिन।